हेलो एभ्रिवान, जय मसी सबैजनालाई। हेर्नु न, मेरो बिरालो चाहिँ 3 महिना बादमा फेरि फर्केर आयो है। साँच्चै नै मलाई एकदमै मनपर्छ बिरालो। मान्छेहरूले साथ छोडेर जान्छ होइन, मान्छेले बिर्सिन्छ जान बुझेर पनि कतिवटा कुराहरू है। तर बिरालो भन्ने चाहिँ जताबाट पनि आइपुग्दो रहेछ। अनि यसलाई मैले सोचिरहेको थिएँ अस्ति, तर फेरि पनि त्यत्तिकै अब यो घरदेखि बाहिर हिँड्नु थालेको छ, आउँदैन होला भन्ने भएर पहिला चाहिँ घरबाट छोडेर जाँदा म रुएको पनि छु है। तर योपालि चाहिँ म रुइनँ, किनभने यसको अब के भन्नु, यही त्यही हो, अब फितरत भनौँ कि के भनौँ होइन। यिनीहरू जान्छ नै बाहिर। अनि अस्तिको दिन साथीको बिल्डिङमा भेटेर मैले यसलाई बोलाएँ, मिठो भने बोलाएँ कि चिनेछ मलाई। त्यहाँबाट मैले त्यसलाई जबरजस्ती लिएर आएँ, मेरो बिल्डिङभित्र छिराएँ पनि। कहाँ गयो फेरि राति आएको थियो है। राति आयो, त्यो दिन राति बस्यो, बिहानपख फेरि गएछ। त्यहाँदेखि मैले सोचेँ अब गएको रहेछ यो फेरि पनि भनेर सोचेको थिएँ, भरे त आज बिहान आएछ हो। अनि सधैँ आएर मेरो काखमा बस्थ्यो, अहिले चाहिँ काखमा बसेन। अनि धेरै कुराहरू बिर्स्यो होला सायद बिचराले है।